आज भ्लग चाहिँ होइन मैले मेरो काम होइन केमा गर्छु कसरी गर्छु होइन त्यो देखाउन गइरहेको छु मैले है। सो मैले चाहिँ रिटेल स्टोरमा गर्छु है 3 वर्ष जति भयो है। सो मेरो काम चाहिँ अब पहिला यो लाउनुपर्छ होइन, डेलिभर गर्ने भन्दा अगाडि चाहिँ हामीले यो ग्लोभ्सहरू चाहिँ लाउनुपर्छ होइन। यो चाहिँ हाम्रो सेफ्टी होइन, प्रिकसनमा गरिन्छ होइन, लाइक ग्लोभ्स, हाई विस अनि सेफ्टी सुहरू होइन। अनि जस मेरो चाहिँ अब 6 बजेदेखि सुरु हुन्छ होइन, 6 to 2 बजेसम्म होइन। भन्छ विकको चाहिँ 40 आवर्स, विकको 40 आवर्स प्लस 5 दिन होइन। यो ग्लोभ्स के भएको यो अनि यसमा राख्छु ग्लोभ्सहरू सबै है। Okay, Noon. Are you ready, man? What's wrong with these gloves, man? Huh? So, yeah, right, the gloves, yeah. Here is my Nuan friend, eh? Hello, guys. He's from Sri Lanka. His name is Nuan. So today, Hello. you want to say something in Nepali? Huh? Say something, eh? Yeah. Oh. Kale, bye, Kale. That's in Hindi, like Nepali. What's that your regular words in Nepali? What do you want to say? Say something, man. Okay, anyway. So अब हामी चाहिँ डेलिभर गर्न सुरु गर्छौँ होइन। सो कस्तो हात नि मिल्यो नि त्यो चाहिँ। ल ऊ चाहिँ रेडी छ होइन, ट्याकेट ज्याकेट स्याकेट लगाएर होइन, जुत्ताहरू यताउता सबै। सो हामी चाहिँ लगभग भनौँ न यो बिना हाई बिचको चाहिँ बाहिर निस्किनु पाउन्न होइन। What good man today? हामीले डेलिभर गर्ने अगाडि चाहिँ यो पेपर रिसिभ गर्नुपर्छ होइन, किनकि यसमा सबै डिटेलहरू देखाएको हुन्छ होइन। जस्तै लाइक भनौँ न आज चाहिँ कति सामान आएको छ होइन, लाइक कोल्ड चेन चाहिँ 7 है, एम्बेन चाहिँ 2 र मिल्क चाहिँ एउटा होइन। सो ओभरअल चाहिँ 9वटा हुने भयो होइन। सो ठुल्ठुलो केजेस हुन्छ, अनि मैले देखाउँछु है। सो यो चाहिँ अलमोस्ट अहिले हामी फिलअप भन्नाले अटोमेटिक सिस्टममा अपडेट हुन्छ, तर अहिले हामी चेक गर्नुपर्छ होइन। सो सबै फिलअप गरेर यहाँ साइन हानेर सिग्नेचर गर्नुपर्छ र ब्याक टु ड्राइभर दिनुपर्छ है। सो ओके यो थियो। सो अब हामीले सुरु गर्छौँ होइन। सो उता ड्राइभरले चाहिँ ढोका खोलिसक्छ होइन। सो ओके नोन, लेट्स मुभ बडी। ओके टेक योर टाइम। ओके
डेलिभर भर्खरै भ्याएँ है। अब म चाहिँ अब के अरे यो स्क्यान गर्छु, यो चाहिँ लेभल होइन, भर्खरै डेलिभर सामान कति आयो भने यहाँदेखि थाहा हुन्छ होइन। सो यसमा चाहिँ पुरा आएन भने फेरि गाह्रो हुन्छ त्यही किनकि उसले चोर्नु सक्छ नि त होइन। सो त्यही यो लेभल पनि रिसिभ गर्नुपर्छ हामीले होइन। सो यहाँदेखि चाहिँ हामीले स्क्यान गर्छौँ। Take a photo. Is that yours? Yeah. सो हाम्रो चाहिँ भर्खर भ्याए डेलिभरी होइन। अब हामी अब यो सामान चाहिँ ब्याक टु स्टोरमा राख्ने चाहिँ लगभग एराउन्ड 2 घन्टा एराउन्ड 2 घन्टा लाग्छ होइन। सो अब कतिको बिजी हुन्छ हाम्रो स्टोर चाहिँ एकदम बिजी हुन्छ, त्यही भएर अब डिपेन्ड्स अन बिजी है। सो त्यसपछि फेरि अर्को डेलिभरी आउँछ आज हाम्रो होइन। अघि मैले भने लाइक ड्रिङ्क्सहरू होइन। सो मैले चाहिँ अब यहाँ एब्सर्भ गर्छु है। यहाँ चाहिँ हाम्रो भाउ चाहिँ फेरि वेलबिनको कफी वेलबिन बनाउने ठ्याक्क उहाँ चाहिँ भइरहेको हुनुहुन्छ फेरि है। भाउ चाहिँ लाइक र सब्सक्राइब गर्ने फेरि त्यहाँ आज फेरि Yes. ल उहाँ चाहिँ हाम्रो भाउ चाहिँ है, उहाँले चाहिँ प्रायः जस्तो वेलबिनै काम गर्नुहुन्छ। हामी चाहिँ अब कफी चाहिँ मजाले यहाँ काम पछि कफीहरू जे खाँदा पनि हुन्छ फेरि त्यो चाहिँ रमाइलो छ यहाँ। धन्यवाद भाइ, धन्यवाद। थ्याङ्क यू म्यान, थ्याङ्क यू। सो अब यो स्क्यान गर्ने बित्तिकै ब्याक टु काम जानुपर्छ है। David follow कर रहा हूँ यार इसे चार्टर देगी चार्टर का मांगी कि बैटरी में खड़े के हमें डांस करा बाला आटे में उठ रही है बाला आटे में उठ रही है मांगी तो बैटरी के रहा डेविड तक करा बंदर किया ओ हमारा बेगे से स्टोर म्यानेजर हुनुहुन्छ अरे एसिस्टेन्ट म्यानेजर होइन श्रीलङ्कादेखि। यु गाइस स्पिक अल इन श्रीलङ्का है। म पनि जोस् श्रीलंकन लायन्स। सो उनले म नेपाली उनले चाहिँ म नेपाली सिकाउँछ, मलाई चाहिँ उनले जे होस् श्रीलङ्का ल्याङ्ग्वेज सिकाउँछ। त्यो मलाई हल्का बेसिकहरू हुन्छ नि, त्यो बेसिक वर्ड्सहरू जानिसक्छ होइन। सो हामीसँग भर्खर अर्को डेलिभरी आयो होइन। सो यो चाहिँ ड्रिङ्क्सहरू होइन, यो चाहिँ भर्खर आएर होइन हाम्रो म्यानेजरले चाहिँ रिसिभ गरेको छ होइन। हामी चाहिँ अघि बिहानको डेलिभरी गरिदिएको थियो है। सो अर्को केटल यहाँ जोसिरहेको छ है। यो के सिरन यो के नुन गुड All good, भाइ, all good. अल गुड भाइले। सो यो आज चाहिँ 60वटा केजेस आएको छ होइन। 60वटा भनेपछि एकदम ठुलै केजेस मानिन्छ होइन। सो हामी यो ड्रिङ्क्स प्लस हामी चाहिँ अरू यहाँ यो चिप्सहरू झिकिसकेको रहेछ होइन। प्लस यहाँ पनि यो सबै मिठाईहरू होइन, मिठाई कुकिजहरू। सो यही हो भाउजू ब्रेक हजुर। ल हाम्रो भाउजू पनि ब्रेक टाइम भयो अब है। सो हाम्रो ब्रेक टाइम चाहिँ हाफ एन आवर मात्र है। हाफ एन आवर मात्र होइन, धेरै हो त्यो पनि, हो कि नै भाउजू? हाफ एन आवर मात्र भन्थेँ मैले, तर हाफ एन आवर चाहिँ धेरै लामो ब्रेक है। सो 30 मिनट चाहिँ एकदम ठिक एकदम हुन्छ लाइक रिलिफ हुन्छ होइन। अब 30 मिनट एकदम त्यो चाहिँ सही टाइम जस्तो लाग्छ मलाई 30 मिनटको ब्रेक भनेपछि। सो ओके अब म चाहिँ अब चिलरमा छिरेँ है। सो चिलमा चाहिँ हामीले ड्रिङ्क्स गर्नुपर्छ अब। तर ड्रिङ्क्स गर्नुभन्दा अगाडि चाहिँ मैले एउटा ड्रेस लाउनुपर्छ है। सो यो बाक्लो ड्रेस है, जाडो हुन्छ भित्र लगभग 2 या 3 डिग्री सेल्सियस जति छ होला भित्र है। सो 2 या 3 डिग्री भनेपछि यस हाम्रो नेपालमा माथि के अरे हिमालमा चढे जस्तै हुन्छ है। सो अब मेरो काम चाहिँ अब ड्रिङ्क्स भर्छु मैले है। सो बिहानको काम चाहिँ जुन गाडीमा सामान राखेको थियो त्यो हामीले अघि नै सकिसक्यो है, सकिसक्यो। प्लस मेरो भर्खर ब्रेक पनि सक्यो है। सो ब्रेक सकेपछि अब म चाहिँ अब यो ड्रिङ्क्स ओके। ल यो चाहिँ हाम्रो अघि म्यानेजरले चाहिँ यो ड्रिङ्क्सहरू चाहिँ रिसिभ गरेको थियो होइन। सो बाँकी काम चाहिँ हाम्रो हुन्छ, प्लस साँझको काम पनि आफ्नै काम हुन्छ होइन। सो हामी यो काम बिहानमै साँझले काम गर्छ होइन।
सो साँझ आफ्नो काम हुन्छ, हाम्रो आफ्नो काम हुन्छ, बिहान साँझ होइन 2 सिफ्ट हुन्छ यहाँ चाहिँ। सो मेरो चाहिँ अब कति लगभग 11:30 भयो है, मेरो चाहिँ 2 बजे अफ हुन्छ आज है। त्यही अब ड्रिङ्क्स भन्ने मजाले है, यहाँ समर भएको छ त्यो ड्रिङ्क्सहरू एकदम नन स्टप गइरहेको हुन्छ है। सो ओके म सुरु गरेँ। के भयो भाउजू, आमाले त बेल बजायो त। मल गरेको 20 मिनट भइसक्यो होइन। कान आममा के साह्रो चिसो हो, टेम्परेचरहरू साथै ठिकै माइनसमा छ हो, +2 भन्थ्यो म। 1.5 रहेछ, अरू चाहिँ 2.1 रहेछ। अनि माइनसमा भयो जस्तो यार। हाम्रो यहाँ चाहिँ अब स्टाफहरू चाहिँ होइन धेरै चाहिँ एसियनहरू छ होइन, लाइक नेपाली, श्रीलङ्काहरू होइन, इन्डियनहरू भयो होइन। सो त्यही प्रायः जस्तो नेपाली छ यहाँ, त्यही काम गर्नु सजिलो पनि हुन्छ होइन। सो अहिले चाहिँ अब होइन काम यस्तो चिसो भइसक्यो, अब गर्नु पऱ्यो होइन, काम त गर्नु पऱ्यो। अब यो चाहिँ ड्रिङ्क्सहरू होइन, समर निकै जान्छ कि दिन भर्खरै भर्छ, भर्खरै सबै खाली हुन्छ है। त्यही हाम्रो यहाँ चाहिँ एकजना स्टाफ भने एकजना गोरी नै होइन, एकदम बुढी हुनुहुन्छ होइन। उहाँ चाहिँ एराउन्ड 75+ भइसकेकोलाई होइन, भाइ स्टिल काम गरिराख्नु भएको छ कि होइन। मैले देखाउँछु यहाँदेखि है, खोइ त्यो बोझे त्यो 3मा त म यहाँ देखाउँदैन, अलिक यहाँदेखि देख्छ कि माथि देखिन हो, कस्तो नदेख्यो त्यो बोजूलाई। हाम्रो भर्खरै ब्रेक सकाएर आयो होइन। How was your break? Yeah, that's good, man. That's good. Okay. Let's do the job, man. Okay, man. Come on, man. Let's do it, man. मलाई हर्बु लाग्छ एकटा है, किनकि अलिक फ्र्याङ्क छ क्या। That is full, man. This one is full. Not don't break, huh? Yeah, I just forgot. Okay, I'm agua. Hey, you wearing the new cap, man? Yeah. यसलाई चाहिँ ड्यान्स चाड हुन्छ कि टोपी सोपी लगाएर आइदिएछ अरे नि। अब टोपी पनि पसलकै झिकेर आइदिएछ, ट्याग पनि त्यही छ होइन। Push them, yeah. ओके, सो हामी चाहिँ अब होइन अब टाइममा काम पनि भ्याउनुपर्छ होइन। त्यसले चाहिँ हामी चाहिँ अब यहाँ बिस्तारै 2 जना भएर होइन, 2 जना भएर सकाउँछ हामीले। अब यस्तो गरी भोलि चाहिँ यो आउनु, भोलि चाहिँ बिहानको जस्तै अघि हामी जुन बिहान गरिदियो नि त्यो डेलिभरी मात्र आउँछ। अहिले चाहिँ यो ड्रिङ्क्स चाहिँ आउनु भोलि चाहिँ होइन। सो एनिवे गाइस, अब हामीले चाहिँ अब काम सकाउँछ होइन। सो सी यु नेक्स्ट भ्लग। ओके, सर देखाइदिन्छु मैले यस्तो गरेर है, यो सबै भन्नुपर्छ सबै। ओके, बाई बाई, सी यु नेक्स्ट भ्लग।